जाँदैछौँ दसैँको भोलिपल्टको दिन कहाँ दिदी दिदी के बना होला हेलो आज चाहिँ हामी सबैजना पुरै फ्यामिलीहरू दाजु बहिनीहरू घुम्न जाने भन्ने प्लानिङ भइरहेको थियो। हामी त सब गएर स्केटिङ खेल्ने भनिरहेको थियो। हामी न्यु इयर पनि त्यहीँ गएको थियो स्केटिङ खेल्नलाई। अनि लास्टमा गएर चाहिँ प्लान चेन्ज भएर उनीहरू चाहिँ स्विमिङ यिनीहरू यहाँ छप्लाङ स्विमिङ गर्दै हामी भिडियो बनाउँदै के गर्नु खेलिएन। पुकार मात्र फेल भएर आइदैन खेल्दै आएको आइगर्छ आउँदैन अरे सुमी ओ कता हिँडेको ल ल ल ल ल पानी क्या दामी देखेको यार के हो कसको हो त्यो मेरो त हैन मेरो हाया उभिदा खुट्टा दुख्यो स्केटिङ खेल्ने भनेर आएको भाइहरूसँग फोटो खिच्दा बस्दा वाक्कै एउटा प्लानिङ हुन्छ अर्को चपुरको भ्यूज हेरौँ है भ्यूज अहिले पानी पनि थालिरहेछ सबै हरियाली छ। हामी यहाँ सबभन्दा माथि छौँ यहाँभन्दा माथि पनि छ। यो चाहिँ के अरे हाउस ट्री के ट्री भन्छ अरे यस्तोलाई के भन्छ अरे यो ट्रीवाला होमवाला के भन्छ अरे यहाँभन्दा माथि पनि छ भर्याङ छ। अब माथि पनि जाने भूमिका जम्मा हामी माथि पनि हल्लिँदैन होला हो हल्ल्या हो त मलाई त रिङ्गोटो लगाएर हल्ल्या कि यो हल्ल्या यत्रो फलामको छ के हल्लिन्थ्यो मान्छेले काठको घर त कत्रा अग्ला बनाउँछौँ यहाँ माथि चढिरहेको छौँ हामी चाहिँ तर लास्ट अग्लो चाहिँ रहेछ र यहाँबाट मान्छे छिर्न पनि सक्ने रहेछ। म धेर मोटो छुइनँ यहाँबाट छिर्न नि सक्ने रहेछ भाइ यहाँ पनि मान्छे यहाँ पनि फेमस कोक आइसकेको रहेछ। अरू चाहिँ त्यस्तै हो यो सरसफाइ चाहिँ हुनैपर्छ यति फोहोर छ प्लेट्स यहीँ छ यहाँ फर्किँदै ब्लगमा त खाएको नि छैन एक प्लेट पानीपुरी 20 रुपियाँको त्यो आज जस्तो ब्याड लग्छ मैले जीवनमा कहिले देखाएको थिइनँ होला। ब्याड लक चाहिँ किनभने हामीले चाहिँ यति धेरै चिज खाने भनेर गएको थियौँ लाफिङ बर्गर मोमोहरू तर सबै होटल चाहिँ दसैँको भोलिपल्ट गएको कारणले गर्दा बन्द रहेछ। त्यही भएर ओके बाई।